हेलो गाइस फाइनल्ली चाहिँ हामी सँगै हामी फाइनली चाहिँ घुम्न हिँडिसकेका छौँ बागलुङ टु केटिएमसम्मको यात्रा छ हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ गाडी एकदमै कम आइदिन्छ तर हामी जाँदैछौँ फाइनली चाहिँ हामी रुम ल्याएर चाहिँ हल्का खाजा खाने कार्यक्रम भइरहेछ अनि यसपछि चाहिँ हामी लगत्तै हामी पोखरातिर जाने तर्खर गरिरहेका छौँ अझ चाहिँ हाम्रो फाइनली चाहिँ फेवाताल घुम्ने कार्यक्रम छ हामी चाहिँ फाइनली चाहिँ हामी फेवातालमा आइसकेका छौँ अनि त्यसपछि अब चाहिँ मेरो आमा बुवालाई चाहिँ बोट चढाउने त्यस इच्छा राख्नुभएको कारणले चाहिँ म आफ्नो इच्छा पुरा गर्नु भनेर चाहिँ अनि हाम्रो आमा बुवालाई चाहिँ अलिकति स्विमिङ आउँदैन सेफ्टी चाहिँ गर्नु र रुल चाहिँ अब स्विमिङ आउने मान्छेलाई पनि लगाउनु पऱ्यो तर पनि अलिकति नआउने सेट गर्दैछु घटाउनुलाई अन्त स्विमिङ आउँछ कि ल यता आउनु 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 माथि आयो उक्लिन्न माथि लाइन त्यो ब्रोले गर्छ क्या हामीलाई फाइनली चाहिँ उहाँहरू बोट चाहिँ सोक्नु भएको छ उहाँहरूलाई सामान चाहिँ एकदम सेफ्टी राख्नु पऱ्यो रहेछ हर्सडी टेन्सन भइरहेछ कि हेर्नु न त्यो टाउको झिक्नु कस्तो डराउने र अघि हुन्न र
ट्रेनिङ दिन्छ होला नि होइन गर्ने त लाग्छ हुन्छ नि त कति टिमसम्म हानिदियो त्यति बेला गर्मीमा फाइनल्ली चाहिँ हामी पोखराको लेक साइड घुमिसकेका छौँ र तालबलाई दर्शन गरिसकेका छौँ अनि हामी आज पोखरा बसेर चाहिँ भोलिको यात्रा भनेको केटिएमको हुँदैछ त्यो जस म कन्टिन्यू भिडियोहरू हाल्नेछु